केही समय बितिसकेछ। मैले अप्सराहरूको नृत्य पनि हेर्न भएको छैन। त्यसैले हे सैनिक, जाऊ अप्सराहरूलाई बोलाएर ल्याऊ, छिटो ल्याऊ। अब शीघ्र नृत्य अति उत्तम। अप्सरा, तुम्हें नृत्य गा। अति उत्तम। यो नै हो आनन्द। गुरु पनि आउनुभयो। अझ फेरि यहाँबाट उठेर गुरुलाई प्रणाम गरौँ भने पनि यति राम्रो अप्सराको नृत्य फेरि बिग्रिने हो। फेरि गुरुलाई प्रणाम गरौँ भने पनि अप्सराको नृत्यको अपमान भयो। त्यसैले जेसुकै होस् नृत्यको आनन्द उठाउनु भयो। अति उत्तम अप्सरा, अति उत्तम। वाह, अलि राम्रोसँग। यसरी देवराज इन्द्रले अहङ्कारमा आएर आफ्नो गुरु बृहस्पतिको नै अपमान गरेका थिए र अपमान गरेका कारणले गर्दा बिस्तारै देवराज इन्द्रको यश शक्ति सबै नाश हुँदै गइरहेको थियो। यो कुरा राक्षसहरूले थाहा पाउनुभयो र राक्षसले अब स्वर्गमाथि आक्रमण गर्नको लागि तयार भइसकेका थिए। मौज मस्ती गर्ने दिन समाप्त भइसक्यो। म त्यो राज्यमा आक्रमण गर्न आइसकेँ। हे मूर्ख दानव, तँलाई धिक्कार छ। तैँले स्वयं स्वर्गको राजा देवराज इन्द्रलाई ललकार्दैछस्, तर म तेरो चुनौती स्वीकार गर्छु। होइन, आज मेरो शक्तिलाई के भएको छ? आज मेरा
शस्त्रहरूको शक्ति किन छैन? आज म यो दानवसँग किन पराजित हुँदैछु? देवराज इन्द्र, के तँलाई थाहा छ यो सबै किन हुँदैछ भनेर? किनकि तँसँग जति पनि शक्ति थिए ती सबै तेरो गुरुको कृपाद्वारा प्राप्त भएका। अब तैँले आफ्नो गुरुको अपमान गरेर ती सबै शक्ति छिन्नु भएछ। हे असुर, मलाई माफ गरिदेऊ। म तिमीलाई मेरो सारा साम्राज्य सुम्पिदिनेछु। मेरो ज्यान बक्सिदेऊ। जा, निस्के। भोलि आएर त्यो टाउको फोड्ने हो।